आफूले प्रडक्ट खाँदै जाँदा मन पर्यो भने अरूलाई पनि कोड बनाइदिने। हजुरको त अब 1 लाइन 2 लाइन 3 लाइन 4 लाइन 5 लाइन 6 लाइन हुन्छ। अब उनीहरूलाई पनि जबरजस्ती हुँदैन, मन परेकोले खान्छन्, मन नपरेकोले खाँदैनन्। हामीले त बुझाउँदै जाने हो। अनि उसले पनि खान थालेपछि हजुरले पनि खानुहुन्छ अनि पोइन्ट बढ्दै जान्छ। 1200 पोइन्ट हुन्छ अनि 4500 हुन्छ। आफूले मात्रै किनेर होइन कि तलको ग्रुपको पनि जोडिन्छ, उहाँको पनि दिन्छ, हजुरलाई पनि थोरै थोरै गरेर पोइन्ट जोडिन्छ। जब 67500 हुन्छ हजुरको एउटा पोस्ट पर्छ अनि फेरि एकजना स्टार डिस्ट्रिब्युटर हुनुभयो भने 27%, दोस्रो हुनुभयो भने 29, तेस्रो हुनुभयो भने 31। अब फेरि हजुरको डिस्ट्रिब्युटरबाट स्टार डिस्ट्रिब्युटर, अब स्टार रुबी बन्नुभयो, अब स्टार रुबी बन्नु। अब फेरि यही काम यो मान्छेलाई पनि भन्यो भने फोर्थ स्टार डिस्ट्रिब्युटर तपाईँको बन्यो 33%। लज्जा हेर्नु त 6 बाट बढेर 33 आइसक्यो। के गरेर? खालि आफूले खाने, अरूलाई भने केही लगानी छैन। यस्तो रमाइलो छ। अब फेरि अर्को मान्छेलाई पनि फिफ्थ स्टार डिस्ट्रिब्युटर 35, दुईले बढ्यो, पहिला 3 2। अब फेरि बाँकी एकजना पनि भयो भने 6th स्टार डिस्ट्रिब्युटर 37। अब हजुरको पोस्ट बढेर डायमन्ड डिस्ट्रिब्युटर बन्छ। अब डायमन्ड डिस्ट्रिब्युटर हेर्नुहोस् है त। अब यो डायमन्ड बनिसकेपछि कम्पनीले तपाईँले म डायमन्ड बने भन्न पर्दैन, उसको त्यो रेकर्ड हेरेर उसले थाहा पाउँछ। अनि हजुरलाई DEVELOPMENT डेभलपमेन्ट BONUS बोनस 5% थपिदिन्छ। यति मात्रै होइन, फेरि DERSSIP लिडरसिप BONUS बोनस 10%। अर्को फेरि TSIP 2%, IPS 2%। डायमन्ड भन्दाखेरि यसरी आउँछ। र मैले 2016 मा सुरु गरेको 11 महिनामा यहाँ पुगेको थिएँ। यहाँबाट यहाँ पुग्दै 11 महिना भएको थियो। ठ्याक्कै यो पुगेको महिनामा बोनस ट्याक्क 98,219 आएको थियो। अनि म त यो जिल परेँ। 11 महिनामा 1 लाख आउने भए तनहुँको सबभन्दा भाग्यवान मै रहेछु जस्तो लाग्छ। किनभने 1 लाख कमाउनलाई व्हाट वी हैव टु डु? डक्टर बन्न पर्यो, इन्जिनियर, त्यो पनि एक्सपिरियन्स। ले हेर्नुहोस् यहाँ त के गरेर भयो त? 25 वर्ष पढ्या हो होइन, स्वस्थ बनाएको, यत्रो घुँडी हुनेको यस्तो खेलाडी भयो। अनि झ्याउरे हाई गर्दै बोल्नेको त यस्तो टाठो बनाएको छ त्यही प्रोडक्टले, यता पनि यस्तो बनाएको छ, फेरि दुनियाँको ग्यास्ट्रिक सन्चो बनाएको छ। कस्तो पवित्रको कमाइ छ हेर्नुहोस् होइन। हजुरले म अरूलाई भन्दिनँ भने पनि खाएर स्वस्थ त बनाउनुहोस् न, स्वस्थ बनाउनुहोस् र अरूलाई पनि भन्दिनँ, पैसा पनि कमाउनु। फेरि यो पर्मानेन्ट पेसा हो, बुढो भयो भने निकाल्दैन। अन्त त मार्केटिङ गर्नुहुन्छ 45-60 भएपछि यो बुढोले अब पहिला जस्तो काम निकालिदिन्छ। तर यहाँ त वेलकम 85 वर्षमा पनि मर्ने दिन अगाडि बाबु नानीहरू त्यो कफी खाऊ नि भन्न पाइयो। अनि तपाईँ अर्को विशेष कुरा के छ भने हजुर डायमन्ड डिस्ट्रिब्युटर हुनुभयो, बढ्दै मेरो त यो भन्दा अझै 4-5 पोस्ट माथि छ होइन, ट्रिपल डायमन्ड। अब म क्राउन इन्भेस्टर बनाउला। अब 100 वर्ष 115 वर्ष बाँच्छु म। किनकि मेरो मरेपछि मेरो पोस्ट क्राउन इन्भेस्टर छोरालाई सिधै मेरो 19 लाख महिनाको छोराले कमाए। धादिङमै वीरबहादुर उच्चाई ठकुरीको छोरालाई अस्ति मैले त्यहाँ देखेर जिल परेको। उहाँ त एक्सिडेन्टले बित्नु भयो। उहाँको 2-3 लाख आउने थियो, अहिले 12 कक्षा पढ्ने छोराको नाममा आउँछ। उहाँले स्टेजमा गएर कोट लाएर, पहिलोचोटि मैले कोट लाएर यत्रो मान्छेको अगाडि बोल्दैछु बिकज अफ माई फादर। अनि उहाँले यस्तो राम्रो सिस्टम बनाउनु भयो। मेरो उमेरको मान्छेहरू कता कोरिया कहाँ जाने भाषा सिक्दैछन् लगानी, मेरो त हेर्नुहोस् त भनेर कति ताली बजेको हेर्नुहोस् त। यस्तो सिस्टम छ के एउटा कफी पिउँदा तपाईँले आफ्नो भविष्य कोर्दै हुनुहुन्छ, छोराको नातिको खै त ताली पड्काउनु परेन, पड्काउनु हो। यस्तो ठाउँमा छ, बुझ्नलाई अलिक टाइम लाग्छ, भाग्य चाहिन्छ, अलिकति अनुशासन व्यक्तिले मात्रै यो ठाउँ पाउँछ। हामी पनि भाग्यमानी छौँ भन्दै आजको लागि यति नै। अरू विशेष फेरि अर्को